हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म बेनीदेखि बागलुङतिर जान लागेको। हामी चाहिँ भाइरल रोडको बाटो जान लाग्यौं। बेनीको एरिया काटेपछि यो चाहिँ चिताहोस अनि रत्नेचोर अनि शालिग्राम मन्दिरको तल्लोतिर, खै नाम त मलाई थाहा छैन। मनमोहक दृश्यहरू हेर्दै हिँड्दै हामी चाहिँ बागलुङ जान ओह्रालो तर्फ लाग्यौं। यो ओह्रालोमा फेरि सबैले भिडियो बनाउँछन् के। जाँदा जाँदै बागलुङ पनि पुग्यो, तर दसैँ तिहारको बिदाको कारणले गर्दाखेरि होला पसलहरू चाहिँ धेरै जसो चाहिँ बन्द नै थियो। वास्तवमा म काम परेर नै आएको थिएँ। यातायातमा बिल बुक रिन्यु गर्नुपर्ने थियो अनि बिल बुक रिन्यु गर्न दिएर अब गएको बेलामा एक काम दुई पन्त गरम भनेर बागलुङ कालिका मन्दिरको दर्शन गर्न त्यसपछि मैले पूजाको सामग्रीहरू किनेर भिड नभएको बेलामा फोटोसोटो खिच्छु भनेर फोटोहरू खिचे अनि भिडियो पनि बनाए। त्यसपछि मैले गंगाजल लिन लागे। गंगाजल लिइसकेपछि बाटोमा धेरै घन्टीहरू झुन्डाएको हुन्छ, त्यहाँ सबै ठाउँमा दर्शन गर्दै हिँडे। फाइनली साथीहरू हेर्दै म बागलुङ कालिका मन्दिरतिर पुगिसकेपछि मैले चाहिँ पूजा गर्न लागे। पूजा गरिसकेपछि मैले केही फोटोहरू खिचे अनि भिडियोहरू बनाए। हामीले नि साथीहरू बाटो हिँड्दै हिँडेपछि सबै कुरामा रमेर हिँड्न सिक्नु पर्दो रहेछ। म नि साथीहरू धेरै पछि गएको थिएँ, यो एउटा नयाँ बनाएको रहेछ कि। त्यसपछि म कालिका मन्दिरदेखि फर्किएँ, तर त्यतिले कहाँ पुग्थ्यो र मलाई। म चाहिँ फेरि गण्डकी गोल्डन ब्रिजतिर गएर यसो फोटोसोटोहरू खिच्न लागे। फोटोसोटो खिचेपछि बल्ल म बेनीतिर फर्किएँ। यति भन्दै सबैजनालाई बाई बाई, धेरै माया गरिदिनु होला।